समयको लागि यसले काम गर्छ हैन, रिलिभरको काम गर्छ, यसले रिलिभ गर्छ भने यसले चाहिँ कन्ट्रोलर मेडिसिन हो। यसले चाहिँ लङ टर्मको लागि कन्ट्रोल गर्छ यो मेडिसिनले हैन। र अर्को कुरा बुझ्नुपर्ने भनेको चाहिँ औषधिको डोज एकदम कम हुन्छ। जम्मा 100 माइक्रोग्राम औषधि हो, चाहे योमा चाहे योमा छ भने चाहिँ 4-4 घन्टामै दिने, अलिक कम छ नर्मल टाइपको छ भने 6-6 घन्टामा दिने, 5 दिनदेखि 7 दिनसम्म है। र आजदेखि चाहिँ कन्टिन्यू गरौँ बरु हैन। त्यसपछि चाहिँ गाह्रो हुँदा मात्रै दिने, गाह्रो हुँदाखेरि दिँदाखेरि नि च्यापै छ 4-4 घन्टामा 2-2 पप दिने है। र 5 दिन 7 दिनसम्म लगातार दिने। त्यसपछि उसलाई खोकी बिसो भयो भने चाहिँ यसले नै काम गरिहाल्छ। न त होइन यो दिँदा पनि हजुरको खोकी कन्ट्रोल भएन भने चाहिँ डक्टरलाई आएर भेटिहाल्ने है। योमा लगाएपछि यो भाग माथि, यो नाकको भाग नि माथि सिधा हुनु पर्यो। र बच्चालाई दिँदाखेरि चाहिँ ठ्याक्क उसलाई चाहिँ यो स्पेसर र माग सिधा हुनु पर्यो। यसरी मुनि टाउको पारेर दिन भएन, सिधा र कि हल्का माथि हुँदा फरक परेन। र 1 पप दिएपछि चाहिँ हामीले 30 सेकेन्डसम्म यहीमा भाग लिन लगाउने। 1 पप 30 सेकेन्ड भाग लिन लगाउने। र बुझ्छ भने त्यो 30 सेकेन्ड भित्र उसले सकिन्छ भने चाहिँ है 1 पप 30 सेकेन्ड। र 30 सेकेन्ड भएपछि फेरि निकाल्दिने। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29